ल गुड मर्निङ। म चाहिँ घर जाने दिन हो मङ्गलबार 2025 9को 23मा बिहानै 4:30 बजे भन्थ्यो गाडीले चाहिँ, तर 4 बजे फोन गरेर छिटो निस्किनु भन्दैछ हतारमा। तर झोला चाहिँ हिजै रेडी गरिसक्यो। म अब गएर गाडी चढेर अनि एकैचोटि भिडियो कोटेश्वरमा आएर यहाँनिर चाहिँ त्यो आकाशे पुलसम्म प्रायः सबै गाईघाट जाने गाडीहरू लाग्दो रहेछ क्या। यहाँ चाहिँ यो आकाशे पुल छ, यहाँ पछाडि सबै यो पूर्व जाने, यो पनि गाईघाट जानु लागिरहेको रहेछ यहाँनिर। यो चाहिँ हाम्रो गाडी हो, यो इबीमा। यो भाइले फेरि फोन गर्दै बसिरहेछ यहाँनिर चढाइसकेको मान्छेलाई पनि। यो भाइलाई टिक मार्क लगाऊ, त्यो फोन गरेर मान्छे चढिसकेको भन्नु पऱ्यो। भाइ हो कि दाइ हो कि नि, बिचरा कन्फ्युज भइरहेछ। फोन गरेछ, फोन उठाउ। होटलबाट 4:30 बजे गाडी चढ्यो, 5:30 बजे भयो, 1 घन्टा भयो। अझै पनि यहीँनिर कोटेश्वर छेउको जडीबुटीमा छौँ। सर जानु पाएको भए त्यो बेला भोलिखेल कटेर बनेपा पुग्न लागिसक्थ्यो होला। र अब यस्तै छ, पर्खेकै पर्खेर पनि आउन लास्टै टाइम लाउँदो रहेछ मान्छेहरू। अझै पनि पर्खेको छ। यहाँनिर उज्यालो राति नि हिँडेको, उज्यालो भएर पनि यस्तो भइसक्यो। यहाँनिर यही जडीबुटीमा पर्खेको भइरहेछ। अचेल यस्तो इबीहरू धेरै चल्छ। इबी चलायो भनेर डिजल पेट्रोल चलाउनेहरू पनि यो इबी गाडीमा पनि एकदमै धेरै पोलिटिक्स भइरहेको हुँदो रहेछ। यो इबीलाई चाहिँ बढी प्रोत्साहन गर्नुपर्छ भनेर सरकारले गर्नु चाहिँ पर्ने हो। तर यसमा चाहिँ भित्रभित्र यो चलखेल दलाल राजनीतिकरण भएर यसलाई चाहिँ सकेसम्म नेपालमा इबी भित्र नदिने टाइप कुराहरू। हाम्रो नेपालमा चाहिँ जलविद्युत एभाइलेबल छ नि त, आफ्नै देशमा उत्पादन हुने भएकोले इबी चलाउनु चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई पनि। पहिला उहाँ हुँदा त लोकल बसहरूमा मात्र इबीमा चढेको, आज यहाँ चाहिँ 5-6 घन्टाको यात्रा चाहिँ इबीबाट गर्न लागेको छ। एउटा नयाँ अनुभव। अहिले यो काभ्रेमै यहाँनिर ट्राफिक चेकिङ हुँदो रहेछ। यहाँ हाम्रो ड्राइभर दाइ हो कि भाइले चाहिँ गाडीको डकुमेन्टहरू पुरा गरेर ल्याएको रहेछ सायद। कता चलानी चाहिँदो रहेछ, कता काउन्टरबाट चाहिँ चलानी दिनुपर्ने, त्यो किन नल्याएको भनेर उतै साङ्गामा पर्मिट के खोसेर राखिदिएको छ। अनि फेरि यहाँनिर चेक गर्न काभ्रेको चेकिङमा परेर फेरि उसले पनि माग्दैछ। ड्राइभरले भन्दैछ उतै राखिदियो भने खै त त्यसो भए बिलहरू होला नि भने, बिलहरू केही पनि नलिइराख्दैछ भनेको, साइड लगाइदिएर छोडिदिइरहेछ क्या अहिले। अनि अब खै दिन्छ दिँदैन, कि जरिवाना तिराउँछ कि के गर्छ थाहा छैन। बाटो पनि रहेछ यतातिर, यो जङ्गल यहाँनिर के को स्ट्याचु पनि राखेको छ। कुनै नेताजी हुनसक्छ, चिनिएन। यो सल्लाहको रुखहरू यहाँनिर छ। अनि ढुस्यो लागेको छ, कस्तो दामी देखिएको छ नि होइन, बिहानै। ए यो त मदन भण्डारी पो अरे त, यहाँ लेखाएको रहेछ नि अरे। यहाँ पिच रोड रहेछ, कतातिर जाने हो थाहा भएन। यतातिर चाहिँ हाम्रो गाईघाटतिर जाने ठाउँ भइहाल्यो। यता चाहिँ काठमाडौँबाट यता आउने ठाउँ। आज यो ड्राइभर भाइलाई यहाँ पुलिसले छोड्ला जस्तो छैन, मै लिएर जाउँ कि जस्तो लागिरहेछ। ओके, अब के गर्नु त, ड्राइभरलाई नै राखिदियो भने जसरी पनि घर त पुग्नै पर्नेछ, लिएर त जानु पऱ्यो नि होइन। काभ्रेमा 30-40 मिनट जति ड्राइभरलाई रोकिदिएर अनि चिट काटेर छोडिदिएछ। अनि त्यसपछि हाम्रो यात्रा अगाडि बढेको छ।
सक्नु लाग्यो खानासाना खाएर मोबाइल चार्जमा लगाएर आनन्दले सुतेर यहाँबाट चाहिँ सम्म पनि बाटो छ अनि जाने हो खाना खाने ठाउँमा खानासाना खाएर अब गाडी यो इभी चार्ज गर्न झन्डै आधी 1 घन्टै लाग्दो रहेछ चार्जमा लगाइरहेछ यता वेटिङमा बसिरहेको छु हामीले अब खाना खाइयो ब्रस पनि गर्न नभइकन हतार हतार उठेर आएको थियो 4 बजे नि त्यही पनि अब छिटै पुऱ्याउँछ होला भनेको यहीँ 12 बज्न लाग्यो अब घर पुग्दा त 4 बज्छ होला अनि अब ठिकै हो अब कहिलेकाहीँ यस्तो हुन्छ मान्छे यताउता पर्खिँदा ओर्दा ढिलो भएको अनि त्यही माथि फेरि त्यो हाम्रो ड्राइभर दाइको कागजपत्र नपुगेर एकछिन आधी घन्टा जति त्यतै राखिदियो ट्राफिकले त्यही भएर पनि ढिलो भएको अनि पछि आयो मिलाएछ कता चिटसिट काटेर आएछ पैसाहरू तिरो के अरे कानुनी झमेला के हो त्यस्तै हो अब सर सुतेर जाने हो एकैचोटि अब लगभग अब सिन्धुली बजार हुँदै भिमान हुँदै कटारी हुँदै गाईघाट पुग्ने रहेछ यो गाडी सायद गाउँकै गाडी भएको उतै जाने भन्ने जस्तो कुरा गरिरहेको थियो उतै गयो भने गयो गएन भने गाईघाटबाट सिटी सवारीहरूमा जानुपर्ने हुन्छ यो यस्तो कोनमा लाउने आइसक्रिम पहिला बच्चामा मात्रै खाएको अहिले अब विदेश गइकन त यही समय भयो त्यस्तो नखाएको अनि अहिले यहाँ छेउमै ल्याएर खाने भनेर 2-3 पटक सोध्यो अनि खाइदिउँ न कस्तो भनेर पैसाकै जस्तो टेस्ट आउँछ कि कस्तो आउँदो रहेछ भनेर ट्राई गरेको मिठै छ यो गाडी पनि जाने बेला भएछ अहिले यो कटारी छेउमा यस्तो भक्कै पानी परेको रहेछ कि पानी परेको बेलाको यहाँ रमाइलो हुन्छ पानी तर लगेज चाहिँ भिज्ला कि भन्ने डर लागिरहेको केही मिनेट मात्र बाँकी रह्यो यो गेटको सिट एकजनालाई ड्रप गर्नलाई आएको यता तिप्परतिर खासमा घुम्नुपर्ने त मेन चोकबाटै उता थियो भित्र पनि राम्रो पिच गरेर बनाएको रहेछ रोडहरू गाईघाट बजारको एकजना मान्छेलाई ड्रप गराएर अब चाहिँ सर गाईघाटबाट मेन चोक हुँदै अब घरतिर जाँदैछु ओ झन्डै गाडीलाई हानिदिनु भयो कौन है ये लोग कहाँ से आते हैं एकजना हजुरबा पछाडि हेर्दै हिँड्दै हुँदो रहेछ क्या बिस्तारै हिँडिराख्नु भएको थियो गाडीमा आफै आएर ठोकिन लाग्नुभयो क्या अनि बजारबाट यसरी जाँदैछ अब लगभग 15 मिनटमा घरमा टक्क पुगिन्छ। यो चाहिँ त्रिवेगा नदीको पुल हो ब्याकग्राउन्डमा म्युजिक बजिरहेको हुनाले यसलाई भोइस ओभर गर्नु परेको अवस्थामा ट्राफिक चेकिङ भनेको होइन रहेछ एक्सिडेन्ट भएको रहेछ बाइकहरू मितलाउनु भएछ ओके मतिगढा बजार
यहीँ अगाडि बजार लाग्छ अहिले पछाडितिर छ झार्दै मान्छे झार्दै आउँदा यहाँ विद्याको दाइको घर हो राम्रो घर बनाउनु भएको रहेछ विद्याको दाइले आज गाईघाट पनि कुना बगा पनि कुना घुम्दैछु लास्टमा मेरो पालो छ झर्ने ए हुन्छ दाइ हस् ए बुन्नु हामी एउटै ग्याङमा आउनुपर्छ त्यसो के हो ए ग्यास चुलो बनाउने आयो भन्ने रहेछ म त के हरेक माल 10 मा भन्नु थाल्यो क्या यता पनि भन्छ क्या हजुर ग्यास चुलो बनाउने पनि पहिला साइकलमा बाइकमा पुरै दुईजना हिँडिराख्नु भएको छ क्या मोबाइलको ब्याट्रीले पनि अब बाई गर्न लाग्यो ठिक्क घर पुग्दा सकिने रहेछ पहिला यो यिनीहरू पानीहरू हुन्थ्यो पानी धेरै मान्छे लिन आउँथ्यो अहिले जङ्गल भएछ अब घरमै पाइप पुग्यो पानी ट्याङ्कीबाट त्यही भएर होला यो उकालो स्कुलबाट आउँदा यही बाटो हिँड्दै गाउँ सबै घुमिसक्यो तर चिनेको मान्छे कोही पनि भेटिरहेको छैन है आज मैले यहाँ त बर त हटाएछ पिपल मात्रै रहेछ स्कुलबाट आउँदाखेरि यहाँ बसिन्थ्यो अब दाहिनेतिर जानु छिरिङको घर होइन अझै उता खोला छेउतिर पो होला होइन पनि यहाँ कृष्ण दाईको घर है कृष्ण दाईको घर इन्द्र दाई यहाँ चौबे दाईको घर हाम्रो कृष्ण दाईहरूले पनि हेर्नुहुन्छ कि भ्लग ओइ दसैँ झन्डै मऱ्यो मोहनलास खेलमा अहिले फुलपाती पनि नलागि मार्दै भन्छ यो जङ्गल जाने बाटो उता तपाईँहरूको त्यहाँ हो होइन हाम्रो दाइहरुको ए राम थापाको बहिनीको बेबी अरे यहाँनिर यो 40,000 मा ल्याउनु भएको कुकुर अरे यो बहिनीले कहाँबाट 40,000 मा चितवनबाट ल्याउनु भएको अरे ओ खुसी भइरहेछ यो भयो त ल फाइनली अब मेरो पालो लास्टमा मेरो ड्रप हुने पालो यहाँनिर अब ठिक छ भाइ त्यहाँ त्यो एकजना बहिनी हुनुहुँदो रहेछ नि त नयाँ मैले त चिनेको थिइनँ अघि चिनेको अनि इन्द्र दाईलाई भेटेको थिएँ यहाँ घर अगाडि हुनुहुँदो रहेछ घर आइपुगेँ